नमस्ते, म डाक्टर अनुराधा प्रधान। म चाहिँ आज अब हाम्रो यो रेगुलर जर्नल अफ जनरल प्र्याक्टिस एन्ड इमर्जेन्सी मेडिसिनको चाहिँ रेगुलर सिएमई अन्तर्गत आज चाहिँ स्ट्याटिस्टिकल रिभ्यूको बारेमा चाहिँ डिस्कसन गर्नको जाँदैछु। सो आजको हाम्रो मेन अब्जेक्टिभ भनेको चाहिँ एकदमै सिम्पल छ होइन। जस्तै स्ट्याटिस्टिकल टेस्ट कुन चाहिँ स्ट्याटिस्टिकल टेस्ट चाहिँ कहिले युज गर्ने भनेर त्यति मात्रै सिक्छौँ आज हामीले। त्यो पनि एकदमै कमनली युज हुने स्ट्याटिस्टिकल टेस्टको बारेमा मात्रै डिस्कस गर्छौँ। अब स्ट्याटिस्टिकल रिभ्यूको लागि त अब स्याम्पल साइज पनि हेर्नुपर्ने हुन्छ र रिजल्टको इन्टरप्रिटेसन पनि हेर्नुपर्ने हुन्छ। त्यो कुरा चाहिँ त्यति धेरै डिटेलमा जाँदैनौँ, मेनली चाहिँ यसैमा फोकस भएर हामी आज कुरा गर्छौँ। अब हाम्रो युजली हामीले अब रिभ्यू आउँदाखेरि आर्टिकल्सहरू जब रिभ्यूको लागि आउँछ त्यति बेला हुने कमन अब एरर्सहरू स्ट्याटिस्टिकल एरर्सहरू चाहिँ एउटा चाहिँ अब ल्याक अफ डिटेल अफ स्याम्पल साइज क्यालकुलेसन एन्ड स्ट्याटिस्टिकल टेस्ट युज होइन। अहिलेसम्म अब मैले त्यति धेरैवटा आर्टिकल्सहरू त रिभ्यू गरेको छैन, थोरै आर्टिकल्सहरू रिभ्यू गर्दाखेरि पनि त्यसमा हेर्दाखेरि चाहिँ अब स्याम्पल साइजको बारेमा कसरी क्यालकुलेट गरेको त्यो कुराहरू मेन्सन गरेको हुँदैन र स्पेसली चाहिँ कुन स्ट्याटिस्टिकल टेस्ट युज गरेको भनेर पनि मेन्सन एकदमै रेयरली मात्रै गरेको हुन्छ, त्यो पनि डिटेलमा गरेको हुँदैन। सो यो कुराहरू चाहिँ हामीले रिभ्यू गर्दाखेरि चाहिँ अथर्सहरूलाई चाहिँ एन्करेज गर्ने होइन, कमेन्टमा चाहिँ अब लेख्नलाई एन्करेज गर्यो भने चाहिँ बेटर हुन्छ जस्तो लाग्छ। र अर्को चाहिँ अब यदि अथर गाइडलाइनमा नै यो कुराहरू राख्न पायो भने पनि त्यसले पनि अझै अथरहरूलाई चाहिँ गाइड गर्छ, यो मेथड सेक्सनमा चाहिँ यस्तो यस्तो लेख्नुपर्छ भनेर स्पेसिफिकली नै राख्यो भने पनि गाइड हुन्छ एउटा जस्तो लाग्छ। अर्को भनेको चाहिँ अब इनएडिक्वेट स्याम्पल साइज एस्टिमेसन, किनभने अब स्याम्पल साइजले चाहिँ स्टडीको पावर पनि डिटरमाइन गर्छ। सो त्यही भएर स्याम्पल साइज एकदमै इम्पोर्टेन्ट छ। अब त्यो पनि एडिक्वेट हो होइन। अब आजको यो सेसनमा चाहिँ हामी स्याम्पल साइजको बारेमा चाहिँ त्यति डिस्कस गर्दैनौँ। अब नेक्स्ट सेसनमा अब यसैलाई यही स्ट्याटिस्टिकल रिभ्यूलाई नै कन्टिन्यू गरेर कोही अझै एक्सपर्ट हुनुहुन्छ स्याम्पल साइजमा भने चाहिँ उहाँहरूले चाहिँ भलिन्टियर गर्न सक्नुहुन्छ यसको लागि। त्यसपछि अब मेन आजको हाम्रो एम भनेको चाहिँ यो इनअप्रोप्रिएट युज अफ स्ट्याटिस्टिकल टेस्ट, यसलाई चाहिँ हामीले कसरी रिभ्यू गर्ने र कसरी एड्रेस गर्ने भन्ने कुराहरू चाहिँ डिस्कस गर्छौँ। र अर्को कमन एरर भनेको चाहिँ मिसइन्टरप्रिटेसन अफ द रिजल्ट्स। अब चाहिँ हामीले स्ट्याटिस्टिकल टेस्ट युज गर्दाखेरि चाहिँ के को बेसिसमा चाहिँ हामीले सेलेक्सन गर्ने भन्दाखेरि एउटा चाहिँ डेटाको टाइप हुन्छ। त्यो डेटा अब हाम्रो स्टडीमा युज भइरहेको डेटा चाहिँ कन्टिन्युस डेटा हो कि क्याटेगोरिकल डेटा हो त्यसमा डिपेन्ड हुन्छ। अर्को चाहिँ यदि कन्टिन्युस भेरिएबल हो, त्यो डेटा कन्टिन्युस हो भने चाहिँ त्यसको डिस्ट्रिब्युसन कस्तो छ, नर्मल छ कि छैन, त्यसले पनि हामीलाई चाहिँ कुन स्ट्याटिस्टिकल टेस्ट युज गर्ने भनेर चाहिँ गाइड गर्छ। र अर्को भनेको चाहिँ हाम्रो रिसर्च क्वेसन होइन, हामीले के चाहिँ गर्न खोजिरहेको त मिन कम्पेयर गर्न खोजिरहेछौँ भने एउटा छुट्टै सेट अफ टेस्ट हुन्छ, एसोसिएसन हेर्न खोजिरहेछ भने त्यसको लागि छुट्टै टेस्ट युज गर्नुपर्छ, र यदि कोरिलेसन हेर्न खोजिरहेछौँ भने त्यसको लागि चाहिँ छुट्टै टेस्ट युज गर्नुपर्छ। सो मेनली चाहिँ हामी आज यो तिनवटा क्याटेगोरीमा चाहिँ कस्तो कस्तो खालको टेस्टहरू युज हुन्छ भनेर हामी आज डिस्कस गर्छौँ। अब फर्स्टमा त डेटा नै बुझ्नुपर्ने हुन्छ। सो क्याटेगोरिकल डेटा भनेको नोमिनल एन्ड अर्डिनल होइन, यो त अब एकदमै स्ट्याटिस्टिक्स बेसिक्स नै भयो। त्यसपछि अर्को कन्टिन्युस डेटा भनेको चाहिँ इन्टरभल र रेसियो होइन। अनि अब हामीले चाहिँ कन्टिन्युस डेटामा चाहिँ डिस्क्रिप्टिभ टेस्टहरू कुन कुन लाउने त, कुन बेला कुन टेस्ट लाउने भन्ने कुरा पनि अब छलफल गर्छौँ। अब कन्टिन्युस डेटा भनेको चाहिँ भेरिएबल्स द्याट क्यान बी मेजर्ड अन एन इन्फाइनाइट स्केल, अनि हामीले चाहिँ त्यसलाई फ्र्याक्सनल र डेसिमल भ्याल्युजमा लेख्न सक्छौँ होइन। अब एक्जाम्पल्स भनेको अब हाम्रो स्टडिजहरूमा कमनली युज हुने डेटाजहरू अब टेम्परेचर, एज, रेस्पिरेटरी रेट, ब्लड प्रेसर, अपरेसन टाइम, सो त्यो कुराहरू चाहिँ यिनीहरू चाहिँ कन्टिन्युस डेटा भयो। अब यो चाहिँ डिस्क्रिप्टिभ स्ट्याटिस्टिक्समा कमनली चाहिँ मिन र मिडियन बाट चाहिँ समराइज हुन्छ होइन। अब मिन कति बेला युज गर्ने र मिडियन कति बेला युज गर्ने भन्दाखेरि चाहिँ यदि डेटा चाहिँ नर्मली डिस्ट्रिब्युटेड छ भने चाहिँ मिन र स्ट्यान्डर्ड डेभिएसन निकाल्छौँ हामीले। यदि चाहिँ डेटा स्क्युड छ भने चाहिँ हामीले मिडियन एन्ड इन्टरक्वार्टाइल रेन्ज निकाल्छौँ। तर कन्टिन्युस डेटाको लागि मात्रै नभएर चाहिँ अर्डिनल डेटा छ भने पनि यो चाहिँ एउटा एक्सेप्सन जस्तै भयो। त्यसको लागि पनि हामीले चाहिँ मिडियन र इन्टरक्वार्टाइल रेन्ज चाहिँ निकाल्न सक्छौँ।
अब नर्मालिटी टेस्टिङको कुरा आउँछ होइन। नर्मालिटी टेस्टिङमा कसरी टेस्ट गर्ने भन्दाखेरि यो चाहिँ अब हाम्रो त्यो स्ट्याटिस्टिकल टुल्सहरूमा एसपीएसएसहरूमा चाहिँ यो रन गर्न मिल्छ। एउटा चाहिँ सापिरो विल्क टेस्ट और कोल्मोगोरोस स्मर्नोस टेस्ट भनेर हुन्छ। यो टेस्ट रन गर्दाखेरि चाहिँ यदि यो टेस्टको पी भ्याल्यु चाहिँ if it is greater than the predetermined level of significance, usually त्यो चाहिँ हामीले 0.05 राखेर हुन्छौँ। सो मोर देन 0.05 आएको छ भने चाहिँ we assume that data to be normally distributed, र यदि less than 0.05 आएको छ भने चाहिँ the data is assumed to be skewed हैन। सो एउटा चाहिँ यो टेस्ट युज गरेर पी भ्याल्यु कति छ त्यो हेरेर चाहिँ नर्मली डिस्ट्रिब्युटेड छ कि छैन भनेर त्यसरी हेर्न सक्छौँ। र अर्को भनेको चाहिँ हिस्टोग्राम प्लट गरेर पनि गर्न सक्छौँ हैन। सो फर्स्ट लेफ्ट ह्यान्ड साइडको यो फर्स्ट पिक्चरमा चाहिँ यो बेल शेप्ड कर्भ हो। यो चाहिँ नर्मली डिस्ट्रिब्युटेड डेटा भयो भने यो बिचको फिगरमा चाहिँ यो राइट स्क्युड छ अलिकति हैन। सो यसमा चाहिँ राइट स्क्युड छ अनि थर्डमा चाहिँ लेफ्ट स्क्युड छ। सो यो यसले पनि नर्मालिटीको हामीलाई आइडिया दिन्छ र यो नर्मालिटी चाहिँ डेटा चाहिँ नर्मल छ कि स्क्युड छ त्यो हिसाबले चाहिँ कुन टेस्ट युज गर्ने भनेर फर्दर हामीलाई गाइड हुन्छ। अब हाम्रो चाहिँ टेस्ट फर कम्पेयरिङ मिन और मिडियन हैन। अब यदि स्क्युड डेटा चाहिँ नर्मल छ भने हामीले मिन निकालिरहेको हुन्छौँ। सो यदि हाम्रो रिसर्च क्वेसन चाहिँ मिन कम्पेयर गर्ने डिफ्रेन्ट ग्रुप्सको मिन कम्पेयर गर्ने हो भने चाहिँ हामीले सर्टन सेट अफ टेस्ट युज गर्छौँ भने यदि डेटा स्क्युड छ भने चाहिँ हामीले मिडियन निकालिरहेको हुन्छौँ। सो त्यो मिडियन कम्पेयर गर्नको लागि पनि डिफ्रेन्ट सेट अफ टेस्ट हुन्छ हैन। अब जस्तै प्यारामेट्रिकल टेस्टहरू चाहिँ हामीले नर्मली डिस्ट्रिब्युटेड डेटाको लागि युज गर्छौँ भने नन प्यारामेट्रिकल टेस्टहरू चाहिँ हामीले स्क्युड डेटा हैन और अर्डिनल डेटाको लागि युज गर्छौँ। अब प्यारामेट्रिकल टेस्टभित्र चाहिँ एउटा पेयर टी टेस्ट पर्छ हैन। सो पेयर टी टेस्ट भन्नाले चाहिँ एक्जाम्पल्सहरू हामी पछि पनि डिस्कस गर्छौँ। यसमा चाहिँ अब दुईटा के भन्छ बिचमा एउटा इन्टरभेन्सन गरेको हुन्छ र त्यो इन्टरभेन्सनको अगाडि बिफोर एन्ड आफ्टर हैन। इन्टरभेन्सनको चाहिँ अगाडि र पछाडि सेम ग्रुप अथवा सेम पार्टिसिपेन्ट्सहरूमा चाहिँ हामीले मिन अब कसैको ब्लड प्रेसरको हुन्छ अथवा अरू कुनै भनौँ न स्कोर्सहरूको पेन स्कोरको मिनहरू त्यसरी निकालेर चाहिँ त्यो कम्पेयर गर्न सकिन्छ। र यदि त्यही डेटामा चाहिँ यदि त्यो स्क्युड छ भने चाहिँ हामीले चाहिँ नन प्यारामेट्रिकल टेस्ट युज गर्नुपर्छ। त्यो भनेको चाहिँ विल्कक्सन साइन र्याङ्क टेस्ट हो। त्यसै गरी अर्को चाहिँ अनपेयर्ड टी टेस्ट। यदि हामीले चाहिँ डिफ्रेन्ट अनरिलेटेड ग्रुप्स हैन डिफ्रेन्ट ग्रुप्सको चाहिँ कुनै मिन चाहिँ कम्पेयर गर्न खोजिरहेछौँ भने चाहिँ अनपेयर्ड टी टेस्ट युज गर्छौँ यदि डेटा चाहिँ नर्मली डिस्ट्रिब्युटेड छ भने। तर यदि के भन्छ डेटा चाहिँ स्क्युड छ भने चाहिँ अगेन वी युज म्यान विथनी यु टेस्ट हैन। और अर्डिनल डेटाको लागि पनि नन प्यारामेट्रिकल टेस्ट युज हुन्छ। अनि अर्को भनेको चाहिँ यदि अब अनपेयर्ड टी टेस्ट भनेको चाहिँ दुईटा ग्रुप को बीच कम्पेरिजन गरिरहेछौँ भने चाहिँ अनपेयर्ड टी टेस्ट भयो। तर यदि 3 or more ग्रुप्सहरू युज गर्छौँ हामीले मिन कम्पेयर गर्नलाई भने चाहिँ एनोभा टेस्ट युज गर्छौँ। र त्यसकै नन प्यारामेट्रिकल टेस्ट भनेको चाहिँ क्रुस्कल वालिस टेस्ट हो। अब चाहिँ हामी सम एक्जाम्पल्सहरू डिस्कस गर्छौँ। जस्तै पेयर टी टेस्ट और डिपेन्डेन्ट टी टेस्ट भनेको चाहिँ अब फर कम्पेयरिङ प्री एन्ड पोस्ट इन्टरभेन्सन ब्लड प्रेसर इन सेम ग्रुप अफ हाइपरटेन्सिभ पेसेन्ट्स। सो हामीले चाहिँ कुनै अब एन्टी हाइपरटेन्सिभ ट्रिटमेन्ट दिएछौँ एउटा ग्रुप अफ पेसेन्टलाई र 4 weeks पछि चाहिँ ब्लड प्रेसर त्यो मेडिकेसन पछिको ब्लड प्रेसर चाहिँ हामीले अब मिन ब्लड प्रेसर प्री इन्टरभेन्सन एन्ड पोस्ट इन्टरभेन्सन चाहिँ हामीले मिन ब्लड प्रेसर कम्पेयर गर्छौँ भने त्यति बेला चाहिँ हामी पेयर टी टेस्ट युज गरिरहेको हुन्छौँ भने। अब विल्कक्सन साइन र्याङ्क टेस्टमा चाहिँ यदि त्यही सेम अघिकै एक्जाम्पलमा यदि त्यो ब्लड प्रेसरको जुन डेटा छ त्यो चाहिँ यदि स्क्युड छ भने चाहिँ हामी त्यसमा विल्कक्सन साइन र्याङ्क टेस्ट युज गर्छौँ। और कुनै अर्डिनल स्केलको डेटा जस्तै पेन स्कोर चाहिँ हामीले कम्पेयर गरिरहेछौँ माइल्ड मोडरेट सिभियर पेन भनेर हामीले त्यसलाई क्याटेगोराइज गराछौँ र त्यसलाई कम्पेयर गर्ने हो बिफोर एन्ड आफ्टर सम इन्टरभेन्सन। अब यसमा चाहिँ एक्जाम्पल अब फिजियोथेरापी पछि चाहिँ पेन स्कोर कति भयो त भनेर त्यो अर्डिनल डेटालाई पनि कम्पेयर गर्नलाई चाहिँ हामीले विल्कक्सन साइन र्याङ्क टेस्ट युज गर्छौँ। अब यस्तै गरी अर्को भनेको अनपेयर्ड टी टेस्ट हैन। यसमा चाहिँ हामीले दुईटा ग्रुपको दुईटा अनरिलेटेड ग्रुप्सको चाहिँ मिन कम्पेयर गर्छौँ। जस्तै अब कम्पेयरिङ मिन हेमोग्लोबिन लेभल्स बिट्विन मेल एन्ड फिमेल पेसेन्ट। सो एउटा ग्रुप चाहिँ
मेल भयो एउटा ग्रुप फिमेल भयो यसमा चाहिँ सेम ग्रुप अफ इन्डिभिजुअल्स युज हुँदैन होइन मेल र फिमेल युज हुन्छ मेलको मिन ब्लड मिन हेमोग्लोबिन लेभल कति छ र फिमेलको कति छ भनेर कम्पेयर गर्ने हो अब यदि यो कम्पेयर गरेर डिफ्रेन्स आयो होइन इफ देयर इज अ डिफ्रेन्स बिट्विन द मिन ब्लड मिन हेमोग्लोबिन लेभल अब त्यो डिफ्रेन्स चाहिँ वेदर it has occurred by chance or it has some statistical significance भनेर चाहिँ अनि अब यो टेस्ट रन गर्दाखेरि पी भ्याल्यु कति आउँछ त यदि लेस देन 0.05 आएको छ भने चाहिँ इट इज स्ट्याटिस्टिकली सिग्निफिकेन्ट होइन स्ट्याटिस्टिकली नै देयर इज अ डिफरेन्स बिट्विन द मिन हेमोग्लोबिन अफ मेल पेसेन्ट्स भनेर भन्न सकिन्छ होइन अब यस्तै यदि त्यो हेमोग्लोबिनको लेभल चाहिँ लेभलको त्यो डेटा चाहिँ स्क्युड थियो भने चाहिँ हामीले म्यान विथ नि यु टेस्ट युज गर्न पर्ने हुन्छ र अर्को भनेको चाहिँ अब म्यान विथ नि यु टेस्ट युज गर्नुपर्ने हुन्छ यसमा पनि अब इक्जाम्पल चाहिँ अर्कै दिएको छ तर जस्तै यसमा चाहिँ कम्पेयरिङ हस्पिटल स्टे ड्युरेसन्स होइन त्यो चाहिँ स्क्युड छ अरे सपोज त्यो ड्युरेसन को डेटा चाहिँ स्क्युड छ भने बिट्विन पेसेन्ट्स अन्डरगोइङ ल्याप्रोस्कोपिक भर्सेस ओपन सर्जरी त्यो डेटा स्क्युड छ भने चाहिँ हामीले म्यान विथ मिडियन निकाल्छौँ अनि मिडियनलाई चाहिँ हामीले चाहिँ म्यान विथ नि यु टेस्ट यो नन प्यारामेट्रिक टेस्ट युज गरेर चाहिँ त्यो दुइटालाई चाहिँ कम्पेयर गर्छौँ होइन त्यसपछि अब अर्को भनेको चाहिँ एनोभा टेस्ट होइन एनालाइसिस अफ भेरिएन्स अब यसमा चाहिँ यदि हामीले कम्पेयर गर्ने यो चाहिँ अनपेयर टी टेस्ट जस्तै हो तर ग्रुप चाहिँ यदि 3 or more होइन दुईटा मात्रै ग्रुप छ भने अनपेयर टी टेस्ट युज गर्ने हो एनोभा चाहिँ यदि 3 or more ग्रुप्स छ भने चाहिँ हामीले एनोभा युज गर्छौँ अब यसमा पनि कम्पेयरिङ मेन अपरेसन टाइम्स अमङ 3 टाइप्स अफ सर्जरीज होइन अपेन्डेक्टोमी कोलेसिस्टेक्टोमी र हर्निया रिपेयर तिनटाको चाहिँ हामीले मेन अपरेसन टाइम निकालेका छौँ अब यो अपरेसनको टाइम पनि फेरि यसको चाहिँ यो डेटाको चाहिँ नर्मालिटी टेस्ट गरेर हेर्नु पर्यो नर्मल छ भने हामीले एनोभा टेस्ट युज गर्ने हो र यो तिनटा ग्रुपको चाहिँ मेन अपरेसन टाइमको डिफ्रेन्स अब के छ त होइन स्ट्याटिस्टिकली सिग्निफिकेन्ट हो होइन भन्ने कुरा चाहिँ यो टेस्ट गरेर हामी त्यसरी इन्टरप्रेट गर्छौँ भने अब यदि स्क्युड थियो त्यो सेम डेटा तर स्क्युड थियो भने क्रुस्कल भ्यालिस टेस्ट युज गर्छौँ और हामीले चाहिँ अर्डिनल स्केलको डेटालाई पनि यो क्रुस्कल भ्यालिस टेस्ट युज गर्छौँ होइन अब एक्जाम्पलको रूपमा अर्डिनल स्केलमा चाहिँ पेसेन्टको सेटिस्फ्याक्सन स्कोर अक्रस 3 डिफ्रेन्ट हस्पिटल्स हामीले हेर्न सक्छौँ होइन सो यति बेला पनि हामीले चाहिँ मिडियन निकालेर त्यो मिडियन चाहिँ कम्पेयर गर्नु तिनवटा ग्रुप्समा अनि स्ट्याटिस्टिकली सिग्निफिकेन्ट छ कि छैन त्यो डिफ्रेन्स जति आयो त्यो चाहिँ हेज इट अकर्ड बाई चान्स अर इज इट स्ट्याटिस्टिकली सिग्निफिकेन्ट भनेर चाहिँ इन्टरप्रेट गर्नुपर्ने हुन्छ होइन पी भ्याल्यु हेरेर त्यसपछि अब आउँछौँ हामी क्याटेगोरिकल डेटामा होइन क्याटेगोरिकल डेटा चाहिँ भनेको चाहिँ के हो त भन्दाखेरि भेरिएबल्स द्याट क्यान बी ग्रुप्ड इन्टु डिस्टिङ्क्ट क्याटेगोरिज अर क्लासेस सो यसमा चाहिँ अब कन्टिन्युस डेटा होइन कि यो चाहिँ क्याटेगोरिकल भयो यसमा चाहिँ अब नम्बर भन्दा पनि एउटा क्लास अर ग्रुप अथवा क्याटेगोराइज गरेको हुन्छ यसमा चाहिँ अब हामीले एउटा चाहिँ काई स्क्वायर टेस्ट युज गर्छौँ होइन काई स्क्वायर टेस्ट भनेको चाहिँ नन प्यारामेट्रिक टेस्ट नै हो र काई स्क्वायर टेस्टले चाहिँ हामीलाई एसोसिएसन दिन्छ बिट्विन 2 or more क्याटेगोरिकल भेरिएबल्स यसले चाहिँ कजल रिलेसनसिप चाहिँ दिँदैन है यो पनि एकदमै धेरैवटा आर्टिकल्सहरूमा चाहिँ यो कजेसन भनेर रिलेट गरिरहेको हुन्छ काई स्क्वायर टेस्टहरू युज गर्दाखेरि सो त्यो वर्ड्सहरू पनि प्रपरली युज भएको छ कि छैन आर्टिकलमा रिभ्यू गर्दाखेरि चाहिँ त्यो कुरा पनि हामीले याद गर्नुपर्ने हुन्छ यसले चाहिँ कजेसन चाहिँ दिँदैन यसले जस्ट हामीलाई एसोसिएटेड हो कि होइन भन्ने कुरा मात्रै दिने हो होइन त्यसपछि अब जस्तै यदि यो 2x2 टेबलमा चाहिँ कुनै पनि एउटा सेल जस्तै ए बी सी और डी होइन यो चारवटा मध्ये कुनै पनि सेलको भ्याल्यु चाहिँ सुड बी एटलिस्ट 5 है 5 भन्दा कुनै पनि एउटा सेलको भ्याल्यु 5 भन्दा कम छ भने चाहिँ हामी काई स्क्वायर टेस्टको सट्टा फेरि अर्कै टेस्ट युज गर्छौँ जुन चाहिँ फिसर एक्ज्याक्ट टेस्ट हो होइन यो यदि when the expected frequency of at least one cell is less than 5 जस्तै अघिको यो टेबलमा चाहिँ ए बी सी र डी यो चारवटा मध्ये कुनै पनि एउटाको भ्याल्यु चाहिँ 5 भन्दा कम आछ भने चाहिँ हामी काई स्क्वायर टेस्ट युज गर्दैनौँ त्यसको सट्टा हामी फिसर एक्ज्याक्ट टेस्ट युज गर्छौँ तर यदि यो ए बी सी डी चारवटाको भ्याल्यु चाहिँ मोर देन 5 छ भने चाहिँ हामी काई स्क्वायर टेस्ट युज गर्छौँ होइन सो यो फिसर एक्ज्याक्ट टेस्ट भनेको चाहिँ इट इज भ्यालिड फर स्मल स्याम्पल्स होइन वेयर काई स्क्वायर टेस्ट माइट नट बी रिलायबल है
त्यसपछि अब यसको एक्जाम्पल्सहरू हेर्नु पर्दाखेरि चाहिँ जस्तै काई स्क्वायर टेस्टको चाहिँ एउटा एक्जाम्पल हेरौँ असेसिङ एसोसिएसन बिट्विन स्मोकिङ स्टेटस स्मोकर भर्सेस नन स्मोकर एन्ड प्रेजेन्स अफ लङ डिजिज होइन यो दुइटै क्याटेगोरिकल भेरिएबल्स भयो अब क्याटेगोरिकल डेटामा हामीले काई स्क्वायर टेस्ट एसोसिएसन हेर्नको लागि काई स्क्वायर टेस्ट युज गऱ्यौँ होइन अब यसमा चाहिँ इज स्मोकिङ स्टेटस एसोसिएटेड विथ लङ डिजिज है यसमा कजेसन भन्ने होइन एसोसिएटेड चाहिँ छ कि छैन भनेर यसको पी भ्यालु यदि सिग्निफिकेन्ट आयो भने चाहिँ स्ट्याटिस्टिकली चाहिँ यो सिग्निफिकेन्ट छ यसको एसोसिएसन भन्ने बुझिन्छ सो र यो चारैवटाको भ्यालु होइन यो चारवटा सेलको भ्यालु चाहिँ इट इज मोर देन 5 त्यही भएर हामीले चाहिँ काई स्क्वायर टेस्ट चाहिँ यसमा युज गर्न मिल्यो अब अर्को भनेको फिसर एक्ज्याक्ट टेस्ट होइन यसमा चाहिँ टु सेल अब यो एक्जाम्पलमा चाहिँ एउटा यो स्मोकर एन्ड लङ डिजिज यस भन्नेवाला सेलमा चाहिँ 3 छ र नन स्मोकर एन्ड लङ डिजिज यस भन्नेवालामा चाहिँ 1 छ होइन सो दुईटा सेलमा चाहिँ यसको भ्याल्यु चाहिँ लेस देन 5 छ सो हामीले चाहिँ स्मल स्याम्पल साइजमा चाहिँ हामीले फिसर एक्ज्याक्ट टेस्ट युज गर्छौँ यसमा चाहिँ त्यसपछि अब हामी चाहिँ कोरिलेसन एनालिसिस थोरै डिस्कस गर्छौँ अब कोरिलेसन भनेको चाहिँ टु क्वान्टिफाई द स्ट्रेन्थ एन्ड डिरेक्सन अफ रिलेसनसिप बिट्विन टु कन्टिन्युस भेरिएबल होइन यो चाहिँ कन्टिन्युस भेरिएबलको लागि युज हुने एनालिसिस हो यसमा चाहिँ एउटा भेरिएबल सपोज एउटा भेरिएबल चाहिँ अब 1 ले बढ्यो भने अर्को भेरिएबल चाहिँ कतिले बढ्छ भनेर चाहिँ हामीले त्यो स्ट्रेन्थ एन्ड डिरेक्सन अफ रिलेसनसिप हेर्ने हो होइन अब यसमा पनि दुईटा टेस्ट अप्लाई गर्नु मिल्छ एउटा प्यारामेट्रिक टेस्ट व्हेन द डेटा इज नर्मली डिस्ट्रिब्युटेड अर्को चाहिँ नन प्यारामेट्रिक टेस्ट व्हेन द डेटा इज स्क्युड होइन सो पियर्सन्स कोरिलेसन कोफिसिएन्ट भनेको चाहिँ प्यारामेट्रिक टेस्ट हो यदि डेटा हामीले एनालाइज गरेको डेटा चाहिँ नर्मली डिस्ट्रिब्युटेड छ भने पियर्सन्स कोरिलेसन कोफिसिएन्ट निकालेर कोरिलेसन चाहिँ हामीले त्यहाँबाट इन्टरप्रेट गर्न सक्छौँ भने यदि डेटा स्क्युड छ भने चाहिँ हामीले स्पियरम्यान्स कोरिलेसन विच इज अ नन प्यारामेट्रिक टेस्ट है त्यो युज गर्छौँ यसले पनि हामीलाई चाहिँ कजेसन चाहिँ दिने होइन है कजेसन निकाल्नको लागि चाहिँ लजिस्टिक रिग्रेसन टेस्टहरू नै युज गर्नुपर्ने हुन्छ जुन चाहिँ आज हामी डिस्कस गर्दैनौँ यसले चाहिँ जस्ट कोरिलेसन मात्रै देखाउने हो अब यसको एक्जाम्पल हेर्नु पर्दाखेरि चाहिँ पियर्सन्स कोरिलेसन अब एक्जामिनिङ कोरिलेसन बिट्विन एज एन्ड सिस्टोलिक ब्लड प्रेसर होइन अब एज चाहिँ अब एज 1 ले बढ्यो अथवा 10 इयर्सले एज बढ्यो भने चाहिँ सिस्टोलिक ब्लड प्रेसर चाहिँ कतिले बढ्दो रहेछ त भनेर हेर्ने हो कोरिलेसन भनेको चाहिँ होइन अनि त्यसपछि अब यसमा चाहिँ डेटा चाहिँ नर्मली डिस्ट्रिब्युटेड हुनु पर्यो त्यसपछि बल्ल हामीले चाहिँ यो युज गर्न सक्छौँ तर अब यदि डेटा नर्मली डिस्ट्रिब्युटेड थिएन भने चाहिँ स्पियरम्यान्स कोरिलेसन टेस्ट युज गर्ने हो होइन अब अर्को चाहिँ अर्डिनल स्केल होइन अर्डिनल डेटामा पनि हामीले चाहिँ यो नन प्यारामेट्रिक टेस्टहरू युज गर्न सक्छौँ जस्तै फर इक्जाम्पल एक्जामिनिङ कोरिलेसन बिट्विन पेन स्कोर एन्ड नम्बर अफ एनाल्जेसिक डोजेस युज होइन यो अर्डिनल डेटा भयो यो पेन स्कोर भनेको चाहिँ अब नम्बर अफ एनाल्जेसिक डोज होइन कति नम्बर अफ कतिचोटि अब एनाल्जेसिक्सहरू दिँदाखेरि चाहिँ पेन स्कोर चाहिँ कतिले घट्यो होइन अथवा चेन्ज भएन भन्ने कुरा चाहिँ यसमा चाहिँ के भन्छ त्यसरी इन्टरप्रेट गर्न सकिन्छ अब अर्को हामी चाहिँ एउटा यो आर्टिकलहरू एउटा दुईटा आर्टिकल चाहिँ एक्जाम्पलको रूपमा चाहिँ रिभ्यू गरेर हेरौँ होइन यसमा चाहिँ अब टाइटल चाहिँ के छ भन्दाखेरि सिरम युरिक एसिड लेभल्स इन पेसेन्ट्स विथ टाइप 2 डायबिटिज भनेर छ होइन अब इन्ट्रोडक्सन एब्स्ट्र्याक्टको इन्ट्रोडक्सन पार्टमा चाहिँ यहाँ अथरले लेख्नु भएको छ कि द स्टडी has been carried out to see prevalence of hyperuricemia in type 2 diabetes in our population भन्नुभएको छ होइन सो प्रिभलेन्स मात्रै हेर्ने भनेर भन्नुभएको छ अनि तल आएर चाहिँ फेरि यो इन्ट्रोडक्सनमा चाहिँ उहाँले अघि चाहिँ यहाँ अमङ टाइप 2 डायबिटिज मलाइटिस भन्नुभएको थियो भने अब यहाँ तल मेन म्यानुस्क्रिप्टको इन्ट्रोडक्सनको पार्टमा चाहिँ द एम अफ द स्टडी इज टु फाइन्ड आउट द प्रिभलेन्स अफ हाइपरयुरेसिमिया अमङ पेसेन्ट्स एडमिटेड टु डिपार्टमेन्ट अफ मेडिसिन भनेर भन्नुभएको छ सो रिभ्यू गर्ने बेलामा चाहिँ यस्तो कुराहरू माथि र तल लेखेको चाहिँ कुराहरू अब मिलेको छ कि छैन होइन यहाँ चाहिँ माथि चाहिँ टाइप 2 डायबिटिज भन्नुभएको छ तल चाहिँ डिपार्टमेन्ट अफ मेडिसिन अब डिपार्टमेन्ट अफ मेडिसिनमा टाइप 2 डायबिटिजकै पेसेन्टहरू त हेर्ने भन्न खोज्नु भएको होला तर त्यो चाहिँ यहाँ मेन्सन भएको छैन
अनि अब मेथड सेक्सनमा हेर्दाखेरि पनि अथरले यहाँ स्याम्पल साइज चाहिँ राम्ररी अब कुन फर्मुला युज गर्नु भएको सबै देखाउनु भएको छ भने स्ट्याटिस्टिकल टेस्टको बारेमा के पनि लेख्नु भएको छैन. जस्ट कलेक्टेड डेटा वाज एनालाइज युजिङ IBM SPSS स्ट्याटिस्टिक्स भर्जन 25 भनेर लेख्नु भएको छ. अब यसमा चाहिँ अर्को अब यो कतिवटा अब भनौँ न अरू बाहिरको जर्नलहरूमा चाहिँ यो भर्जन पनि म्याटर गर्छ भनेर भन्छन् है. अब हाम्रो जर्नलमा चाहिँ यसको के छ गाइडलाइन मलाई ठ्याक्कै थाहा भएन, किनभने यो 25 भर्जन 25 चाहिँ इट इज नट अ फ्री सफ्टवेयर होइन. त्यही भएर यस्तो कुराहरू चाहिँ अब हाम्रो जर्नलमा चाहिँ के छ यसको गाइडलाइन चाहिँ त्यो पनि डिस्कस भयो भने राम्रो हुन्छ होला. अनि त्यसपछि अब मेन हामीले हेर्न खोजेको एम चाहिँ प्रेभलेन्स हेर्ने भनेर भन्नुभएको छ होइन. तर अब तल आएपछि रिजल्टमा चाहिँ एउटा टेबल चाहिँ यो डेमोग्राफिक क्यारेक्टरिस्टिक्सको छ, एउटा चाहिँ BMI को छ होइन. त्यसपछि यहाँ थर्ड टेबल चाहिँ फेरि एसोसिएसन भनेर लेख्नु भएको छ, जुन कि उहाँको अब्जेक्टिभमा नै छैन. एसोसिएसन अफ सिरम युरिक एसिड लेभल अमङ टाइप 2 डायबिटिज पेसेन्ट्स भनेर एउटा टेबल छ रिजल्टको सेक्सनमा चाहिँ. तर एसोसिएसन भन्ने चाहिँ त्यो एममा नै काहीँ पनि अब्जेक्टिभमा काहीँ पनि मेन्सनै गरेको थिएन भनेपछि अब यदि कि त गर्ने हो भने त्यो अब्जेक्टिभमा पनि मेन्सन भएको हुनु पर्यो, यदि होइन भने चाहिँ त्यो रिजल्टमा पनि निकाल्न चाहिँ मिल्दैन. एउटा चाहिँ यो भयो. अनि अर्को चाहिँ अब एउटा के छ भन्दाखेरि टाइटल चाहिँ नलेज एटिट्युड एन्ड प्र्याक्टिस अफ बेसिक लाइफ सपोर्ट अमङ नर्सिङ स्टाफ अफ विराट मेडिकल कलेज टिचिङ हस्पिटल भन्नुभएको छ होइन. सो अब यो स्टडीको चाहिँ मेन एम भनेको चाहिँ टु असेस नलेज एटिट्युड एन्ड प्र्याक्टिस रिगार्डिङ BLS अमङ नर्सिङ स्टाफ अफ विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल भनेर छ होइन. अब यसमा चाहिँ यसमा पनि अब मेथड सेक्सनमा चाहिँ होइन यो म चाहिँ मेनली अब स्ट्याटिस्टिकल टेस्टकै बारेमा अहिले डिस्कस गरिरहेको भएर यसमा मात्रै फोकस हुन्छु. सो यसमा चाहिँ अब अप्रोप्रिएट स्ट्याटिस्टिकल टेस्ट हेज बिन अप्लाइड भन्नुभएको छ एन्ड डेटा एनालाइसिस वाज डन युजिङ SPSS 25 भन्नुभएको छ होइन. सो अब यसमा पनि अगेन त्यति डिटेलमा चाहिँ अब स्ट्याटिस्टिकल टेस्ट भनेर कुन युज गर्नुभएको लेख्नु भएको छैन. डेटा वर एन्टर्ड, क्रस ट्याबुलेसन एन्ड कोरिलेसन टेस्ट वर अप्लाइड भन्नुभएको छ होइन. अब कुन टेस्ट युज गरेको थाहा छैन, डेटा कस्तो थियो त होइन, डिस्ट्रिब्युसन के थियो, कुन टेस्ट युज गरेको भनेर पनि त्यो डिटेल्सहरू चाहिँ हामीले खोज्नुपर्छ. एज अ रिभ्युअर हामीले चाहिँ कमेन्ट गरेर अथर्सहरूलाई चाहिँ त्यो लेख्नलाई एन्करेज गर्नुपर्छ होइन. अनि त्यसपछि अब अर्को भनेको चाहिँ अब यो रिजल्टको सेक्सनमा चाहिँ अब यहाँ मेथडमा चाहिँ उहाँले अथरले के मेन्सन गर्नुभएको छ भने पुवर प्र्याक्टिस अथवा पुवर नलेज अर पुवर एटिट्युड भनेको चाहिँ लेस देन 3 होइन स्कोर. त्यो क्वेसनरमा चाहिँ इच नलेज प्र्याक्टिस एन्ड एटिट्युडमा चाहिँ 5 वटा क्वेसन्सहरू राखेको छ भनेर भन्नुभएको छ. र यदि इचको चाहिँ स्कोर लेस देन 3 भयो भने चाहिँ त्यसलाई पुवर भनेर चाहिँ लेबल गर्ने भन्नुभएको छ होइन. अब यसमा चाहिँ यो 2x2 टेबल बनाउनु भएको छ. यसमा चाहिँ प्र्याक्टिस र नलेजको बिच चाहिँ यहाँ अब कोरिलेसन भन्ने वर्ड लेख्नु भएको छ कि. सो कोरिलेसन भनेको त अगेन अब यसमा चाहिँ पुवर प्र्याक्टिस भने लेस देन 3 अर मोर देन 3 भनेर पुवर र गुड भनेर छुट्याउनु भएको छ भनेपछि यो त अगेन कन्टिन्युस डेटा भएन होइन, यो क्याटेगोरिकल डेटा भयो. सो कोरिलेसन भनेर चाहिँ यसमा अब कुन टेस्ट युज गर्नु भएको छ पी भ्याल्यु भनेर यहाँ लेख्नु भएको छ, तर यो कुन टेस्ट युज गरेर आएको पी भ्याल्यु हो त्योहरू केही पनि मेन्सन गर्नु भएको छैन होइन. अनि यो लेखेको अब यो कोरिलेसन भन्ने वर्ड पनि यहाँ मिल्दैन किनभने यो चाहिँ अब अलरेडी यो लेस देन 3 र मोर देन 3 भनेर ग्रुप भइसकेपछि यो चाहिँ क्याटेगोरिकल डेटामा जान्छ, कन्टिन्युस डेटामा जाँदैन. त्यही भएर कोरिलेसन चाहिँ यसमा युज गर्न मिल्दैन. सो त्यस्तो कुराहरू चाहिँ हामीले पनि रिभ्यू गरेर चाहिँ कमेन्टहरू गर्यो भने अथरहरूलाई पनि बिस्तारै एन्करेजमेन्ट अनि त्यसपछि लेख्ने बानी पनि बस्छ जस्तो लाग्छ. अब लास्टमा अब समराइज गर्नु पर्दाखेरि चाहिँ फर्स्टमा चाहिँ हामीले हेर्नुपर्ने भनेको डेटा कस्तो छ होइन. डेटा चाहिँ कन्टिन्युस हो कि क्याटेगोरिकल हो है, त्यो दुईटा हेर्नु पर्यो. अब यदि कन्टिन्युस हो भने चाहिँ नर्मालिटी टेस्ट गर्नु पर्यो.
अब त्यो नर्मालिटी टेस्ट गरेको कुरा डेटा नर्मली डिस्ट्रिब्युटेड छ कि छैन भन्ने कुरा पनि मेथड सेक्सनमा यदि उहाँहरूले अथर्सहरूले मेन्सन गर्नुभयो भने चाहिँ बेटर हुन्छ। सो त्यो पनि हामीले चाहिँ कमेन्ट गर्न सक्छौँ, किनभने उहाँहरूले जति पनि इन्फर्मेसन मेथड सेक्सनमा दिनुहुन्छ कसरी एनालाइसिस गरेको यो भएर चाहिँ यो टेस्ट युज गरेको भनेर यदि त्यो क्लियर एकदमै क्लियरली लेखिदिनु भयो भने चाहिँ यसरी यतिसम्मको क्लियरली लेख्नुपर्छ कि यदि त्यो डेटा हामीसँग छ भने चाहिँ हामीले सेम उहाँहरूले जस्तो गर्नुभएको छ त्यसरी नै रन गर्दाखेरि चाहिँ त्यही रिजल्ट आउनुपर्छ। सो त्यो क्ल्यारिटीका साथ चाहिँ लेख्नुपर्ने हुन्छ मेथड सेक्सनमा यो स्ट्याटिस्टिकल टेस्टहरूको बारेमा। त्यसपछि अब कन्टिन्युस डेटा हो भने चाहिँ नर्मालिटी टेस्ट गर्नु पर्यो। नर्मालिटी टेस्ट गर्दाखेरि यदि नर्मल छ कि स्क्युड छ भन्ने दुईवटा कुरा हुन्छ। यदि नर्मल छ भने चाहिँ हामीले मिन एन्ड स्ट्यान्डर्ड डेभिएसन निकाल्छौँ र त्यो मिनको कम्पेरिजन गर्नको लागि अब हाम्रो के छ त हाम्रो रिसर्च क्वेसन होइन, त्यो अनुसार प्यारामेट्रिक टेस्टहरू पेयर टी टेस्ट लाउने कि अनपेयर टी टेस्ट लाउने कि एनोभा टेस्ट लाउने भन्ने कुरा हुन्छ होइन। अब यदि स्क्युड छ भने चाहिँ हामीले मिडियन र इन्टरक्वार्टाइल रेन्ज निकालिरहेको हुन्छौँ। यसमा चाहिँ नन प्यारामेट्रिक टेस्ट लाइक विल्कक्सन स्टाइन र्याङ्क टेस्ट, म्यान विटनी यु टेस्ट र क्रुस्कल भ्यालिस टेस्ट होइन, यति युज गर्छौँ। अनि त्यसपछि अब यदि डेटा चाहिँ क्याटेगोरिकल छ भने कि अर्डिनल हुन्छ कि नोमिनल हुन्छ होइन। अर्डिनल छ भने चाहिँ हामीले मिडियन निकाल्न मिल्छ र नन प्यारामेट्रिक टेस्टहरू पनि युज गर्न मिल्छ। र अब यो दुईटा क्याटेगोरिकल डेटाको लागि चाहिँ एसोसिएसनहरू निकाल्नको लागि चाहिँ हामीले काई स्क्वायर टेस्ट होइन और फिसर एक्ज्याक्ट टेस्ट, यो चाहिँ हामीले स्याम्पल साइज हेरेर र त्यो क्रस ट्याबुलेसनमा चाहिँ इच सेलको भ्याल्यु हेरेर चाहिँ कुन टेस्ट कहिले युज गर्ने भनेर हो। सो आजको लागि चाहिँ यति नै हो। थोरै कुरा डिस्कस गर्दाखेरि चाहिँ रिटेन पनि हुन्छ र अब बिस्तारै आफूले पनि यो कुराहरू चाहिँ पढ्दै प्र्याक्टिस गर्दै आएपछि अलि सजिलो पनि हुन्छ होला भन्ने हिसाबले चाहिँ मैले यति मात्रै आजको यो सेसनको कन्टेन्टमा राखेँ। अब कसैलाई के थप्न मन छ अथवा के एड अप गर्न मन छ भने चाहिँ प्लिज यहाँ चाहिँ यो प्लेटफर्ममा डिस्कस गरौँ र कन्फ्युजन्सहरू पनि क्लियर गरौँ होला। थ्याङ्क यू। भनेर राख्नुहोस्। हेलो हामीसँग के क्वेसन्सहरू छ भने डिस्कस गरौँ। हेलो क्वेसन्सहरू छैन भने किनभने अनुराधाले राम्रो प्रेजेन्टेसन गर्नुभएको छ, ओभरअल धेरै कभर गर्ने हिसाबले पनि जानुभएको छ टेस्टहरूमा। यहाँ डक्टर दुर्गा राजले एउटा क्वेसन सोध्नुभएको छ च्याटमा, त्यसको चाहिँ यता एन्सर गर्ने कि What are other analysis tools other than SPSS भनेर भन्नुभएको रहेछ। सो SPSS बाहेक चाहिँ अरू हामीसँग आर भन्ने पनि हुन्छ युज गर्ने। अर्को चाहिँ एउटा मैले युज त गरेको छैन तर भर्खरै सुनेको थिएँ, एउटा जास्प हो कि भन्ने, त्यसको ठ्याक्कै फुल फर्म चाहिँ मलाई अहिले थाहा भएन तर त्यो सर्च चाहिँ गर्न सकिन्छ। जास्प भन्ने छ अरे भनेर एउटा मैले सुनेको थिएँ, त्यो चाहिँ युज चाहिँ गरेको छैन।
सो एसपीएसएस बाहेक त्यो अरू टुल्सहरू पनि छ हामीले युज गर्न मिल्ने चाहिँ स्टार्ट हुँदैछ अर्को डेटा टाइप भनेर पनि अनलाइन वाला पनि एउटा रहेछ JASP भनेको चाहिँ जेफ्रीज अमेजिङ स्ट्याटिस्टिक्स प्रोग्राम भनेर पनि छ एउटा त्यो पनि फ्री नै हो त्यसमा पनि सायद त्यस्तो इस्यु केही नहोला राजन सर जस्तै हामीले यो अब एसपीएसएसको चाहिँ यो भर्जनहरूको त्यस्तोमा पनि केही स्पेसिफिक अब रिभ्यू गर्ने बेलामा चाहिँ यो चाहिँ अब पेड हो डु यु हेभ द सब्सक्रिप्सन यस्तो भनेर केही लेख्ने त्यस्तो केही छ गर्नुपर्ने अथवा जे छ त्यही छोडिदिने गरेछौँ अहिलेसम्म चाहिँ हामीले त्यसरी गाइडलाइनमा चाहिँ राखेको छैन होइन फ्री भर्जन युज गरेको अब फ्री भर्जन त एसपीएसएस भएन अब त्यसको खासमा चाहिँ त्यो लाइसेन्स नम्बरहरू नै माग्छ कतिले होइन तपाईँले भन्नुभयो जस्तो होइन कतिजनाहरूले त्यो ट्रेन चाहिँ हामीले सुरु गरेको छैन त्यो ट्रेन सुरु गर्न अब गर्दाखेरि गाह्रो चाहिँ गाह्रै हुन्छ प्रायः हामी सबैले पेड भर्जन हामीसँग एकदम लिमिटेडको मात्रै हो इन्स्टिट्युसनमा कसैको रहेछ भने मात्रै हो नत्र छैन भने होइन वेल अन्डरस्टुड त्यही नै हो त्यसलाई चाहिँ अब गाइडलाइनहरू चाहिँ बनाएको छैन पछि अब त्यो चाहिँ छलफल गर्दै अब त्यसमा राख्ने नराख्ने सोच्नुपर्ने हुन्छ अहिलेसम्म चाहिँ त्यो छैन हुन्छ सर हेलो सबैजनालाई गुड इभिनिङ म डाक्टर अनुप समाल अनुराधा हजुर सर एक्सलेन्ट प्रेजेन्टेसन है हजुर थ्याङ्क यू सर अनि जितेन्द्र र अनुराधाले सँगै बसेर काम गरेर चाहिँ एकदमै राम्रो गर्नुहुन्छ दुवैजनाले सबैभन्दा पहिला दुईजनालाई मैले एकदमै अपलोड गर्न चाहेँ हाइली एप्रिसिएट गरेँ खास गरी गभर्नमेन्ट प्रतिष्ठानकै मेरो डिपार्टमेन्टको फ्याकल्टी भएको आई फिल सो प्राउड थ्याङ्क यू गाइज जितेन्द्र र अनुराधा थ्याङ्क यू सर अब एउटा डिस्कसन है अब आनन्द नो अब ठ्याक्कै गाइडलाइनहरू के छ तर एउटा स्कुल अफ थट के पनि छ भने जस्तै हामी आफैले पनि कतिपयले एसपीएसएसमै हामीले गर्छौँ डेटा एन्ट्री गर्छौँ अनि एउटा स्कुल अफ थट के पनि छ भने एसपीएसएस भनेको स्ट्याटिस्टिकल यो एनालाइसिस गर्ने स्ट्याटिस्टिकल टुल मात्र हो एनालाइटिकल टुल मात्र हो इन्ट्री चाहिँ त्यसमा गर्नु हुँदैन है इन्ट्रीको लागि एक्सेल अथवा अरू कुनैहरू युज गर्नुपर्छ भन्ने स्कुल अफ थट पनि छ त्यो ठ्याक्कै त्यसमा के छ हामीले फलो गर्नुपर्ने गाइडलाइन खास के हो इन्टरनेसनली के छ यो बारेमा केही कसैलाई आइडिया छ अथवा अनुराधा तिमीले नै केही हेरेको छौ यो बारेमा मैले त्यस्तो ठ्याक्कै हेरेको त छैन सर तर मलाई थाहा भयो भने चाहिँ जुन अब आफूलाई युज गर्दाखेरि इन्टरफेस जुन सजिलो लाग्छ त्यसमै एन्ट्री गर्दा ठिकै हुन्छ जस्तो लाग्छ मलाई त्यति आइडिया भएन सर यसको बारेमा चाहिँ सर मैले अलिकति थपेँ ल यसमा चाहिँ हाम्रो दुई तिनवटा प्रोग्राम छ एउटा चाहिँ इपी इन्फो भन्ने छ डब्लुएचओले फ्रीमा प्रोभाइड गरेको एउटा सफ्टवेयर छ त्यो डाउनलोड गरेर त्यसमा फर्म बनाएर त्यसमा इन्ट्री गरेर एसपीएसएसमा तानेर एनालिसिस गर्न सक्ने एउटा प्रोभाइबिलिटी त्यो हो अनि अहिले चाहिँ एउटा अनलाइन प्रोग्राम छ कोबो टुलबक्स भनेर त्यसमा चाहिँ त्यसको चाहिँ के छ भन्दा त्यो रियल टाइम डेटा हामीले भनेको पेपर बेस नै डेटाहरू लिनु पर्दैन कि कोबो टुलबक्समा मोबाइल एप नै छ त्यसको क्वेसन एउटा मेन कम्प्युटरमा बनायो अनि त्यसपछि त्यसको सब भनेको क्वेसनलाई चाहिँ अरू मोबाइलमा सेयर गरेर मोबाइलको थ्रुबाट डेटाहरू लिएर अनि त्यसरी कलेक्ट गरेर त्यो डेटालाई एक्सट्र्याक्ट गरेर एनालिसिस गर्न पनि सकिन्छ सिम्पल एनालिसिस त त्यही सफ्टवेयरले गरिदिन्छ तर अलि मेजर एनालिसिसहरू गर्नु पर्यो भने चाहिँ एसपीएसएस स्टाटा अर आर त्यस्तोमा राखेर युज गर्न सकिन्छ ठिक हो अब मेन चाहिँ एनालाइसिसको लागि त भइ नै हाल्यो स्टाटा एसपीएसएसहरू छँदैछ डेटा कन्ट्रीलाई किनभने अघि अनुराधाले देखाएको सेकेन्ड जुन एउटा इक्जाम्पल थियो विराट नर्सिङ कलेजवालाको त्यसमा पनि हेऱ्यो भने ठ्याक्कै लेखेको थियो फर्स्ट लाइनमा all the data will inside Microsoft Excel भनेर मलाई थाहा छ कि त्यो यस्तो एउटा सडन स्कुल अफ थट छ जसले चाहिँ एसपीएसएसमा हाल्नु हुँदैन है डेटा एसपीएसएस इज ओन्ली फर एनालाइसिस भन्ने यो कन्फ्युजन चाहिँ छ कि आई डोन्ट नो अब आशिष दाइ पनि हुनुहुन्छ त्यो छ त्यसमा यसमा चाहिँ मैले अलिकति थप्न चाहेँ
खास हाम्रो चाहिँ के छ भने कुनै पनि आर्टिकल हामीले पब्लिस गर्दाखेरि हाम्रो जुन डाटा हुन्छ त्यो डाटा चाहिँ हामीसँग सधैँ हुनुपर्ने हुन्छ र पछि कुनै पनि बेलामा कसैले त्यो डाटा माग्यो भने हामीले रिप्रोड्युस गर्न सक्नुपर्ने हुनसक्छ र त्यसरी डाटा राख्ने बेलामा यदि हामीले डाइरेक्टली डाटा कोडिङ नगरिकन सिधै राखेको छ भने त्यो डाटा चाहिँ भोलि लिक भएर कसैको प्राइभेसीदेखि चाहिँ अरू कुरा केसहरू लाग्न सक्ने हुन्छ त्यो भएको भएर खास डाटालाई चाहिँ कोडिङ गरेर एक्सेल वा अर्को चाहिँ कुनै थ्रुबाट चाहिँ राख्ने ताकि त्यसमा चाहिँ कोड मात्रै हामीसँग एक्सेलमा बस्छ र पछि त्यसको एनालाइसिस गर्ने बेलामा कोडको थ्रुबाट चाहिँ डाटा एनालाइसिस हुन्छ र इन्टरप्रिटेसनमा बल्ल हामी चाहिँ ती कुराहरू चाहिँ डिकोडिङ गरेर चाहिँ हामी पब्लिस गर्छौँ भन्ने चाहिँ एउटा स्कुल अफ थट हो अब जहाँसम्म मलाई थाहा छ बाँकीहरू त एसपिएसएसमा सिधै गर्दाखेरि त्यही डाटा प्राइभेसीकै कुरामा चाहिँ इस्यु आउन सक्छ त्यो भएको भएर एसपिएसएस सिधै नगर भन्ने चाहिँ मैले बुझेको अहिलेसम्म चाहिँ यही नै छ गौतम राईले एउटा क्वेसन सोध्नु भएको छ पियर्सन कोरिलेसन टेस्टको बारेमा अनुराधा पियर्सन कोरिलेसन टेस्टको बारेमा भन्नाले सुरुदेखि सबै भन्नुपर्ने हो कि केही स्पेसिफिक हजुरलाई के सोध्न मन भएको हो डाक्टर गौतम? मलाई चाहिँ सुरुदेखि नै यदि मिल्छ भने खासै आइडिया धेरै छैन त्यही भएर अलिअलि मात्रै आइडिया छ खास मैले कन्सेप्ट नै मेरो राम्रो क्लियर छैन यो बारेमा त्यही भएर मैले बुझ्न यस्तो छ हजुर कोरिलेसन एनालिसिस भनेको चाहिँ युजुअली हामीले चाहिँ कन्टिन्युअस डेटाको लागि गर्छौँ होइन अनि अब कोरिलेसन एनालिसिसमा चाहिँ हामीले चाहिँ त्यो दुईटा कन्टिन्युअस भेरिएबलको चाहिँ स्ट्रेन्थ र त्यसको डिरेक्सन अफ रिलेसनसिप के छ त भनेर हेर्ने हो जस्तै अब एउटा कुनै भेरिएबल चाहिँ सर्टन अब 1ले बढेको छ भने चाहिँ अर्को भेरिएबल चाहिँ कतिले बढेको छ अथवा घटेको छ भनेर त्यो एउटा रिलेसनसिप हेर्ने हो दुईटा भेरिएबलको बिच होइन अनि अब यसमा चाहिँ यो कोरिलेसन गर्नलाई एउटा चाहिँ पियर्सन्स कोरिलेसन कोफिसिएन्ट भनेर छ अर्को चाहिँ स्पियरम्यान्स कोरिलेसन कोफिसिएन्ट भनेर छ दुईटा कोरिलेसन टेस्टहरू हामी युज गर्न सक्छौँ यदि हाम्रो डेटा जुन डेटामा चाहिँ यो कोरिलेसन हेर्न खोजिरहेछौँ त्यो चाहिँ नर्मली डिस्ट्रिब्युटेड छ भने चाहिँ हामीले पियर्सन्स कोरिलेसन युज गर्छौँ र यदि नर्मली डिस्ट्रिब्युटेड छैन त्यो डेटा स्क्युड छ नर्मालिटी टेस्टिङ गर्दाखेरि भने चाहिँ हामीले स्पियरम्यान्स कोरिलेसन युज गर्ने होइन अगेन यसले चाहिँ कजेसन चाहिँ इस्टाब्लिस गर्ने होइन यसले खालि दुईटा भेरिएबलको बिच कस्तो रिलेसन छ भन्ने कुरा मात्रै देखाउने हो अब इक्जाम्पलको रूपमा हेर्नु पर्दाखेरि चाहिँ अब जस्तै एज र सिस्टोलिक ब्लड प्रेसरको रिलेसनसिप के छ त भनेर हामीले हेर्न खोज्यौँ भने चाहिँ यदि एज चाहिँ अब 10 इयर्सले एज बढेको छ भने ब्लड प्रेसर सिस्टोलिक ब्लड प्रेसर चाहिँ कतिले बढ्छ अथवा कतिले घट्छ भनेर चाहिँ त्यो रिलेसनसिप हेर्ने हो हामीले यदि अब यो रिलेसन चाहिँ भनौँ न यो टेस्ट युज गर्दाखेरि पी भ्याल्यु चाहिँ लेस देन 0.05 आयो जुन चाहिँ हामीले लेभल अफ सिग्निफिकेन्स 0.05 लिइराखेका हुन्छौँ त्योभन्दा लेस देन 0.05 आयो भने चाहिँ अब 10 इयर्स बढ्दाखेरि चाहिँ सिस्टोलिक ब्लड प्रेसर पनि अब 2 mm अफ एचजीले बढ्दो रहेछ भन्ने जस्तो हाम्रो रिलेसन आयो भने चाहिँ र पी भ्याल्यु चाहिँ लेस देन 0.05 आयो भने चाहिँ यो रिलेसन चाहिँ स्ट्याटिस्टिकली सिग्निफिकेन्ट रहेछ भनेर चाहिँ त्यसरी बुझ्नुपर्ने हुन्छ हामीले अनि हजुर तर मेरो क्वेरी चाहिँ के भने जस्तै त्यो ब्लड प्रेसरलाई त कन्ट्रोल गर्न औषधि युज गरिन्छ नि त त्यसले गर्दा त्यसलाई चाहिँ कसरी त्यो औषधिले गर्दा त फेरि सिस्टोलिक ब्लड प्रेसर बढ्न पाउँदैन नि हजुर होइन जस्तै अब यो त एउटा इक्जाम्पल मात्रै भयो अब औषधि युज गरेको छैन भन्ने कुरा त अब त्यो डिफ्रेन्ट त्यो सिनारी नै फरक भयो जस्ट हामीले चाहिँ अब यदि गरिरहेछौँ यो टेस्ट भने चाहिँ कुनैमा पनि औषधि प्रयोग नगरेको केसेसहरूमा चाहिँ रिलेसन हेर्नु पर्यो होइन अथवा औषधि दिइरहेछ भने अब त्यस्तै खालको स्टडी गर्न खोजेको भने त्यही अनुसार अब छुट्टै टेस्ट युज गर्ने कि अब के हो हाम्रो रिसर्चको एम त्यो अनुसार चाहिँ स्ट्याटिस्टिकल टेस्ट युज गरेर सेलेक्ट गरेर गर्नुपर्ने हुन्छ बुझ्नुभयो हजुर जस्तै मैले कोही लिटरेचरहरू देखेको जस्तै HbA1c को लेभल र टाइप 2
मेलाइटसको केसहरूमा एसबिएनसीको कति छ त्योसँग चाहिँ इजिएफआर र सेरुम क्रिएटिनिनको कोरिलेसन हेर्दाखेरि चाहिँ यो टेस्ट युज गर्दाखेरि फेरि एसबिएन त्यो टाइप 2 डायबिटिज मेलाइटसलाई त ट्रिटमेन्ट नगरी स्टडी पर्पजको लागि मात्रै एसबिएनसी कति जाँदो रहेछ भनेर ट्रिटमेन्ट स्टप गर्ने त कुरै आउँदैन। त्यो भएर यो टेस्ट युज गरेको मिल्छ कि मिल्दैन होला मेरो क्वेरी चाहिँ मेन क्वेरी यो ए होइन अब जस्ट हामीले HbA1c को लेभल र EGFR को कोरिलेसन हेर्ने हो भने त त्यो कोरिलेसन मात्रै हेर्न त मिलिहाल्यो डायबिटिक पेसेन्ट्सहरुमा हैन। त्यो खाली हामीले चाहिँ लेभल अब HbA1c यति बढ्दाखेरि EGFR को चाहिँ भ्यालु के हुँदो रहेछ भनेर हेर्नु खोजेको हो, त्यो त मिलिहाल्छ गर्नुलाई। त हजुर त्यो सिधा हिसाबले मिल्छ, तर मेरो सिधा जस्तै कमन सेन्सले गर्दाखेरि चाहिँ एन्टी डायबिटिक ड्रग ट्रिटमेन्ट गरेपछि त फेरि HbA1c लाई त कन्ट्रोलमा राखिन्छ नि त। हजुर अब जस्तै अब टार्गेट होला लेस देन 7 छ भने कुनै इन्स्टिट्युसनको ल लेस देन 7 अथवा लेस देन 7.5 अब बिरामीको रिस्क फ्याक्टरको आधारमा डिसाइड गरिन्छ नि भने। अनि जस्तै सेरम क्रिएटिनिन र EGFR को HbA1c सँग रिलेसन हेर्दाखेरि ट्रिटमेन्ट त गरि नै हालिन्छ। अनि त्यसले गर्दा पियर्सन्स कोरिलेसन टेस्ट युज गरेको राइट हुन्छ नि हुँदैन ट्रिटमेन्ट हुँदा गर्दाखेरिको मेरो मेन क्वेरी चाहिँ यो हो। आशिष सरले के भन्दै हुनुहुन्छ? हजुर हजुर आशिष सरले एसएस गर्ने आशिष सर आशिष सर मेरो स्वर सुनिन्छ? छ सर स्वर सुनिन्छ? सुनिन्छ सर। ओके, म अलिकति क्लियर गर्न खोज्छु। अहिले आएको क्वेसन चाहिँ तीनटा लेयरमा हामीले सोच्नुपर्छ होला। प्रश्न चाहिँ के आयो भन्दा चाहिँ कजालिटी प्रुभ गर्न सक्छ कि सक्दैन भन्ने कुरा आयो। रिलेसनसिपको कुनै पनि स्ट्याटले कजालिटी चाहिँ प्रुभ हुँदैन। कजालिटी प्रुभ गर्नलाई चाहिँ हामीले ट्रायल्सहरू नै गर्नुपर्ने हुन्छ। अहिले हामीले कुरा गरेको कोरिलेसन भनेको चाहिँ डाइरेक्सन अफ 2 भेरिएबल्स मात्र देखाउँछ। जस्तै तपाईँले कुनै बाटोमा उभिएर हेर्नु भने दुईटा लेन हुन्छ, एउटा आफूबाट पर गइरहेको हुन्छ, अर्को चाहिँ आफूतिर आइरहेको हुन्छ दुईटा लेनमा। अनि आफूबाट पर गएको लेनको गाडीहरू हेर्नुहुन्छ भने सबैजना चाहिँ एउटै डाइरेक्सनमा गइरहेको हुन्छ बट विथ अ डिफ्रेन्ट स्पिड। अनि भेरिएबल्सहरू पनि यस्तै हुन्छ, एउटै डाइरेक्सनमा गएको छ कि छैन हामीले हेर्छौँ। तर त्यो दुईटा गाडी बिचको रिलेसनसिप चाहिँ कोरिलेसनले देखाउँदैन। त्यो दुईटा गाडी कतातिर जान्छ, कुन स्पिडमा जान्छ भन्नेसम्म देखाउँछ, तर त्यो दुईटा गाडी बिचमा रिलेसनसिप के छ भन्ने चाहिँ कोरिलेसनले देखाउँदैन। त्यो दुईटा गाडीको रिलेसनसिप हेर्नु पर्यो भने चाहिँ हामीले एसोसिएसन गर्नुपर्ने हुन्छ योसँग करिलेट गर्छ भनेर। अब यो एसोसिएसनको आधारमा अघि भने जस्तै डायबिटिजमा चाहिँ मेडिकेसन स्टप गर्ने कि नगर्ने भन्ने यो डिसिजन चाहिँ एसोसिएसनले दिँदैन, रिलेसनसिप दिन्छ। त्यो फेरि ट्रायलमा जानुपर्ने हो। डिफ्रेन्ट एस्पेक्ट डिसिजन मेकिङको कुराहरू चाहिँ ट्रायलमा जाँदाखेरि चाहिँ हामीले सुपेरिटी ट्रायल, इन्फेरिटी ट्रायल, इक्विभ्यालेन्स ट्रायल भन्छौँ। त्यो आधारमा चाहिँ कसरी कुन लेभलको डिसिजन लिने भन्ने चाहिँ त्यसरी जान्छौँ। अहिले हामीले कुरा गरिरहेको र अघि हामीले देखेको चाहिँ वाट इज द रिलेसनसिप, यिनीहरूको बिचमा कुनै रिलेसन छ कि छैन, यति मात्र हेर्न खोजेँ हो। हस्, थ्याङ्क यू। त्यति हेरेको चाहिँ जस्तै स्टुडेन्टहरूले थेसिस पर्पजले गर्यो भने यो ठिकै नै हुन्छ। आशिष सर दुईटामा सम्बन्ध छ कि छैन चाहिँ थाहा भयो हामीलाई, तर चाहिँ डिसिजन मेकिङ चाहिँ दिँदैन त्यसले। डिसिजन मेकिङ चाहिँ दिएन, तर कुनै स्टुडेन्टले थेसिसको लागि यो टपिक लिँदा फरक परेन। जस्ट यसलाई पास गर्नु छ भनेपछि उसको एकाडेमिक पर्पजको लागि स्टडी गर्दा स्टडी क्वेसन चाहिँ ठिकै नै भयो। त्यस्तो भयो ब्रेक भएर आएको परेन होइन त्यो भन्नाले यो जस्तै कुनै स्टुडेन्टले थेसिस गर्नको लागि चाहिँ यो स्टडी गरेर जुन मैले भने त्यो स्टडी गर्दा पियर्सन्स कोरिलेसन टेस्ट युज गर्दाखेरि त्यो सही नै गरेको मानियो। त्यसो भएदेखि हामीलाई कजालिटी
इस्टाब्लिस गर्न आवश्यक भएन, जस्ट थेसिस कम्प्लिट गर्नु भनेपछि यो स्टडी गर्न पाइयो। यसलाई यसरी बुझौँ हजुर होइन, हामी यसलाई यसरी बुझौँ। हजुर पाइयो यसलाई चाहिँ यसरी बुझ्नुलाई सबै लेभल अफ स्टडीको आफ्नै स्ट्रेन्थ हुन्छ, आफ्नै विकनेस हुन्छन्। त्यही भएर यो एउटाभन्दा अर्को राम्रो होइन कि सबैले डिफ्रेन्ट डोमेन्सहरू हेर्छन्, त्यति मात्र फरक हो। हजुर सर, हुन्छ, थ्याङ्क यू सर, थ्याङ्क यू। हामीसँग अरू केही क्वेसन्सहरू छन्? के क्वेसन्सहरू छ भने टाइप गर्नुभए पनि हुन्छ, हामी त्यो डिस्कस गर्ने प्रयास गर्छौँ। हेलो हजुर, मेरो एउटा क्वेसन थियो। नमस्ते सबैजना, मेरो नाम डाक्टर आदेश। यो नर्मालिटी टेस्टिङको कुरा गर्नुभयो नि, यो चाहिँ तपाईँ यो हामीले डाटा इन्ट्री गर्ने बित्तिकै सफ्टवेयरले आफै क्यालकुलेट गर्ने हो कि हामीले सर्टेन फर्मुलाहरू युज गर्ने हो? यसको बारेमा अलिकति डिटेलमा अलिकति भनिदिनु भयो भने। हजुर, यो चाहिँ नर्मालिटी टेस्ट चाहिँ हामीले एसपीएसएस टुलमै गर्न सक्छौँ होइन। हामीले एसपीएसएसमा डेटाहरू इम्पोर्ट गरिसकेपछि चाहिँ हामीले जसरी अरू टेस्टहरू लगाउँछौँ, जस्तै काई स्क्वेयर टेस्टहरू लगाउनलाई त्यहाँ अप्सन्सहरू हुन्छ, त्यसरी नै नर्मालिटी टेस्टको लागि पनि त्यहाँनिर अप्सन हुन्छ। सो त्यो खोजेर चाहिँ हामीले त्यो अप्लाई गरेर अनि त्यसपछि त्यसले रिजल्ट दिन्छ, त्यसको पी भ्यालु दिन्छ। अझ हामीलाई हिस्टोग्राम नै हेर्न मन लागेको छ भने पनि त्यो हिस्टोग्राम पनि त्यसबाट निकाल्न मिल्छ। त्यो सबै एसपीएसएसमै हुन्छ अप्सन्सहरू, त्यो खोजेर क्लिक गर्ने मात्रै हो। त्यो छुट्टै हामीले फर्मुला युज गरेर त्यस्तो केही गरिराख्नु पर्दैन, सबै त्यो सफ्टवेयरले नै गरिदिन्छ। ओके, हामीसँग अरू केही क्वेसन्सहरू छन्? छैनन् भने अब हाम्रो 1 आवर्स पनि इन हुँदैछ। केही छन् क्वेसन्सहरू? ठिक छ, केही क्वेसन्सहरू छैन जस्तो लाग्यो अहिले चाहिँ। अब चाहिँ हामी जर्नलको तर्फबाट चाहिँ हरेक हप्ता चाहिँ सिएमई गर्ने गरेका छौँ। यो पालि चाहिँ यो स्ट्याटिस्टिक्सको पार्ट चाहिँ अलिकति इम्पोर्टेन्ट हुन्छ भनेर हामीले सबैलाई इन्क्लुड गर्ने कोसिस गरे हो। यो सिरिज चाहिँ हरेक वेन्सडे हामी जहिले पनि अर्गनाइज गर्छौँ। नेक्स्ट विक पनि हामी केही इन्ट्रेस्टिङ टपिक्सहरू सबैलाई सेयर गर्ने जस्तो टपिकहरू रहेछ भनेदेखि चाहिँ हामी सबै तपाईँहरूको जुन ग्रुप छ जिपिएमको त्यसमा चाहिँ हामी सेयर गर्छौँ। अहिलेलाई केही क्वेसन छ भने सोध्नुहोस्, नभए चाहिँ हामी इन गर्छौँ। केही छ क्वेसन्सहरू? सो केही क्वेसन छैन जस्तो लाग्यो। अब आजलाई चाहिँ हामी यो सेसन इन गर्छौँ। हामी नेक्स्ट विक वेन्सडे भेट्छौँ फेरि नयाँ कुनै टपिक्सहरू, इन्ट्रेस्टिङ टपिक्सहरू लिएर। थ्याङ्क यू एभ्रिवान।